Hello everyone, today I want to share my thoughts about personality and employees in organization. So, company will usually try to understand the personality of employee while hiring because personality is a direct effect गर्छ how people behave, communicate and work with the team. Organization behavior मा पनि individual difference very important हुन्छ because सबैजनाको काम गर्ने चाहिँ different स्टाइल हुन सक्छ हैन. So, now moving to the first question. The first question is about perfect supervisor. So in my opinion, a perfect supervisor भनेको चाहिँ someone who can clearly communicate and respect the employees ideas and opinion. राम्रो सुपरभाइजरले टिमलाई गाइड गर्न सक्नुपर्छ तर माइक्रो लेभल माइक्रो म्यानेज चाहिँ गर्न हुँदैन. फर एक्जाम्पल इफ इम्प्लोइले मिस्टेक गर्यो भने सुपरभाइजरले उनीहरूलाई ब्लेम गर्नुभन्दा पनि सपोर्ट गरेर इम्प्रुभ गर्नलाई हेल्प गर्न सक्नुपर्छ. सो from my personal experience also, when leader is friendly and supportive, employees पनि मोटिभेटेड हुन्छ. नेपालीमा हामी भन्छौं नि राम्रो लिडर भए टिम अटोमेटिकली स्ट्रङ हुन्छ. सो गुड सुपरभाइजर अल्सो लिसन टु इम्प्लोइ एन्ड अन्डरस्ट्यान्ड देयर प्रब्लम. सो सुपरभाइजरले चाहिँ जस्ट गाइड मात्र नभएर इम्प्लोइको पनि कुनै क्वारी छ कुनै प्रब्लम छ भने त्यसलाई पनि सुनेर उनीहरूलाई त्यही अनुसारको सपोर्ट दिन सक्नु पर्यो. So that's how I will define the perfect supervisor. So moving to the next question. Next question is about the perfect team member. Perfect team member भनेको चाहिँ someone who is responsible and cooperative. Team member ले आफ्नो काम टाइममा सक्न पर्यो. So time deadline भन्दा अगाडि नै कम्प्लिट गर्नु पर्यो and if needed they should be helping the other teammates also because organization मा teamwork is very important. So सबैजनाले एकअर्कालाई हेल्प गर्यो भने त्यो काम चाहिँ इफेक्टिभ पनि हुन्छ प्लस डेडलाइनमा सकाउनलाई पनि एकदमै सपोर्ट गर्छ. मेरो एक्सपिरियन्समा पनि when टिम मेम्बर पोजिटिभ हुन्छ एन्ड एकअर्कालाई सपोर्ट गर्छ कामहरू एकदमै स्मुथ हुन्छ. तर इफ one person is negative or if one person have a negative attitude then whole team को environment लाई नै effect हुन्छ. So perfect team members will be reliable, respectful and willing to collaborate with each other. So now moving to the third question. Third question is about interview question to understand personality. So यो भन्नाले चाहिँ मैले कसैलाई आफ्नो कम्पनीमा हायर गर्दै छु भने उनीहरुको पर्सनालिटीले थाहा पाउनलाई चाहिँ मैले के क्वेशनहरु गर्न सक्छु. So first question I will think about is, can you describe a situation where you had a conflict with a team member and how you have handled it? So यो क्वेशन इम्पोर्टेन्ट हुन्छ because it will show how the person deal with the conflict and teamwork situation. So यसले गर्दा फेरि चाहिँ उसको conflict managing style and teamwork मा कतिको काम गर्न सक्छ भनेर मैले उसको एउटा स्टाइल थाहा पाउन सक्छु. सो यो क्वेशन चाहिँ एकदमै इम्पोर्टेन्ट हुन्छ. सो नेक्स्ट क्वेशन क्यान बी व्हाट काइन्ड अफ वर्क इन्भाइरोमेन्ट हेल्प्स यु परफर्म योर बेस्ट. सो यो क्वेशनले गर्दा फेरि चाहिँ आई विल नो अबाउट हिज वर्किङ स्टाइल. I will know about what is the environment that he is willing to work and so उसको त्यो नीड अनुसार उसको त्यो स्टाइल अनुसार चाहिँ हाम्रो अर्गनाइजेसनको इन्भाइरोमेन्ट फिट गर्छ कि गर्दैन, हाम्रो टिमको इन्भाइरोमेन्ट फिट गर्छ कि गर्दैन. सो अकर्डिङली आई क्यान हायर अर रिजेक्ट हिम. सो यसले गर्दा फेरि चाहिँ हाम्रो उसको टेक्निकल स्किल भन्दा पनि उसको पर्सनालिटीहरु उसको एटिट्युडहरु थाहा पाउँछौं एन्ड त्यही अनुसारले नै हामीले उलाई एक्सेप्ट गर्ने कि रिजेक्ट गर्ने भनेर हामीले एउटा डिसिजन लिन सक्छौं. So now moving towards the last question about hiring the wrong person. So hiring a wrong person ले गर्दा फेरि चाहिँ अर्गनाइजेसनमा धेरै नै प्रब्लम क्रिएट गर्न सक्छ. फर एक्जाम्पल प्रोडक्टिभिटीहरु डिक्रिज हुन सक्छ, टिममा एकदमै कन्फ्लिक्ट हुन सक्छ एन्ड समटाइम वर्क इन्भाइरोमेन्ट पनि नेगेटिभ हुन सक्छ. सो रङ पर्सन आयो भने चाहिँ एउटा अर्गनाइजेसनको टोटली इन्भाइरोमेन्ट नै बिगार्दिन सक्छ. सो फ्रम माई पर्सनल एक्सपिरियन्स अल्सो मैले पनि देखेको छु कि इफ समवन डज नट म्याच विथ टिम कल्चर वर्किङ टुगेदर सो त्यो हुँदा फेरि चाहिँ एउटा टिम वर्कमा एकदमै इफेक्ट गर्छ एन्ड अरु इम्प्लोइहरुलाई पनि डिमोटिभेट हुन्छन् अरु इम्प्लोइहरु पनि. सो moving to the conclusion, so overall organizations should not only focus on skill but also the personality and the team fit. राम्रो सुपरभाइजर, सपोर्टिभ टिम मेम्बर एन्ड करेक्ट हायरिङ डिसिजनले अर्गनाइजेसनको इन्भाइरोमेन्ट पनि बेटर बनाउँछ एन्ड टिम पर्फर्मेन्सलाई पनि एकदमै इम्प्रुभ गर्छ. सो यो भयो भने चाहिँ सबै इम्प्लोइहरु पनि स्याटिस्फाई हुन्छ एन्ड overall the organization can run smoothly and effectively. So this was all. Thank you everyone.